आजको यात्रा छ इबाराकीसम्मको। हामी फ्यामिली चाहिँ अब लाग्यो इबाराकी। आज एकदमै चिसो छ अनि धेरै नै पानी परिरहेछ। पानी पनि धेरै भयो, परेकै रोकेकै छैन हैन। अनि हामी चाहिँ यसरी अब हिँडियो। हाम्रो दिदी भेट्नलाई हिँडेको हामी चाहिँ धेरै भयो पनि त, दिदी बहिनी नभेटेको पनि टाढा छ। के गर्नु, एउटै देशमा भएर पनि धेरै नै टाढा छ, भेट्ने टाइम नै हुँदैन है। वर्षमा एकचोटि चाहिँ भेटिन्छ दिदी बहिनी हैन। अनि यसरी लाग्यो हामी चाहिँ। अनि यो म्यापले चाहिँ उल्टो देखाइ के भयो हैन। हामी चाहिँ एकदम माथि माथि फुजीको फेदतिर पुगेका थिए। अनि फेरि फुजीको फेदबाट झरेर हामी चाहिँ गोतेम्बा हुँदै हामी टोकियोतिर लागे। अनि पानी परे पनि एकदमै रमाइलो भयो है। मलाई चाहिँ एकदमै यो हरियालीहरू भयो, खोला नालाहरू, यो जङ्गलहरू एकदमै मनपर्छ नि त। त्यही भएर पनि हामीले फुजीको फेद हुँदा आए पनि मलाई चाहिँ एकदमै रमाइलो भयो क्या आज हैन। अनि 7-11 छिरे हामी चाहिँ भोक लागिरहेको थिएँ। अब बिहान 7:30 बजे हिँडेको नि त, एकदम टाढोको बाटो भएर। अनि यसरी ओनिगिरी अनि यो चाहिँ मासु खाएँ हामीले। अब खाएपछि फेरि लाग्नै पर्यो होइन। टाढोको यात्रा छ, बिस्तारै बिस्तारै हामी चाहिँ लाग्यो। अब हामी चाहिँ टोकियो आइपुग्न लागे। टोकियोको छेउछाउ हो है। मैले चाहिँ भिडियो अलिकता फास्ट गएको छु। फेरि फास्ट गरेन भने फेरि धेरै लङ हुन्छ नि त भिडियो। 6 मिनटको भिडियो छ हो। अनि पुन्टीलाई सुधी हिँडिरहेको बिचरा है। पानी फेरि सबैतिर चारैतिर पानी परेको क्या होइन। अब त पानी परेको गर्छ होइन। एकदमै पानी परिरहेको थिएँ, चारैतिर पानी परिरहेको थिएँ। पानी पऱ्यो नि मलाई चाहिँ एकदमै इन्जोय भइरहेको थियो आज, एकदमै रमाइलो भइरहेको थियो है। ट्रेनमा जाऊँ कि भनिरहेको थिएँ। फेरि यस्तो सानो भण्डुङ छ है ट्रेनमा। झर ट्याक्सी लिई फेरि ट्रेनमा जा, सामान झार, फेरि ट्रेन त 3टा फेर्नुपर्ने भएको कारणले गर्दा चाहिँ हाम्रो गाडीमा है। बाबुले फेरि टिस्यु सबै निकालेर उसलाई अल्छी लागिरहेको है। अनि हामी चाहिँ एकछिन रेड लाइन बल्यो। रेड लाइनमा चाहिँ हामी एकछिन नै रोक्नुपर्छ होइन। अनि त्यस पछाडि चाहिँ सुरुङ आयो। सुरुङ चाहिँ यहाँ ठुल्ठुलो छ क्या। सुरुङहरू चाहिँ एकदमै। हामी सुरुङभित्र पस्दै हिँड्यो। रमाइलो भइरहेको मलाई चाहिँ एकदमै होइन। दिदी भेट्न पाउँछ भने नि खुसी पनि छ मलाई होइन। हिँड्यो टोकियो। हामी टोकियो बाटो हुँदै गएको हो होइन। टोकियो बाटोमा सानो मान्छेहरूलाई ठुल्ठुलो बिल्डिङहरू देखाउँदै हिँड्दा रमाइलो भयो। पुन्टिङलाई पनि हामीलाई पनि रमाइलो भयो। अनि लाग्यो आफ्नो गन्तव्य। यतातिर चाहिँ अलिकता रेड लाइनहरू चाहिँ एकदम धेरै छ नि त, त्यही भएर चाहिँ अनि हाम्रो उता जानलाई एकदमै टाइम लाग्यो नि त। अनि यसरी पानी परेको बेलामा झन् धेरै जाम हुन्छ है। अनि मलाई चाहिँ एकदमै तोइरे लागिरहेको होइन। यहाँतिर फेरि 7-11 त छ, पार्किङ छैन नि त। अनि त्यही भएर अनि टोकियो कटेपछि चाहिँ 7-11मा छिर्छु भनेर सोचिरहेको थिएँ। अनि भिडियो कति धेरै बनाउनु मन लाग्यो, के गर्नु होइन। फेरि भिडियो लङ हुन्छ है। त्यही भएर थोरै फास्ट बनाएर भिडियो चाहिँ पोस्ट गर्नु पर्ला भनेर थोरै भिडियो लिएको छु। इन्जोय गर्नुहोस् है त। मैले पनि इन्जोय गरेँ होइन। अनि पानी पर्यो। पुन्टेहरू सुत्यो मेरो बाबा। पुन्टे कस्तो निदा आज दिनभरि सुत्यो पुन्टे, पानीले चिसो भएर होला। हामी चाहिँ डुटु जाँदैछौँ मजाले गाडीबाट। बाहिरको दृश्यहरू हेर्नु न। छाता आज पानी परेको अनि साकुराले गरेर होला। मान्छेहरू कति धेरै नि मजा, कस्तो रमाइलो देखेँ क्या यो। मान्छेहरू छाता गरेर हिँडेको चाहिँ। कहाँ जाने पुन्टे के गरिरह? किन दिएको होला है बच्चालाई मोबाइल धेरै दिएर? त्यो पुन्टेलाई पनि लयो भइहाल्यो नि। यो म हो, उहाँ मेरो बुढा। बोकेर हिँड्न म नि आउँछु। बिचरा बाङ्गो बसेर बिचरा मेरो
अनि 7-11 आइपुगेँ म त तोइरे लागिरहेको थिएँ होइन त्यही भएर पुन्टु यो दुध खाँदैछ होइन उनीहरू चाहिँ यो दुध खानु पर्ने अरे उनीहरूलाई स्ट्रबेरी फ्लेभर मनपर्छ उनीहरूलाई स्ट्रबेरी इचिगो मिक्स लिदिएँ त्यहाँबाट फेरि हामी यो कहाँ आइपुग्यो भन्ने कुरा चाहिँ मलाई चाहिँ थाहा छैन है पुन्टे फेरि असर गरिरहेको छ क्या उसलाई झिझर लागेर होला त्यहाँबाट त्यहाँ टोकियोबाट नि यता आउनुपर्छ नि त टाइम लाग्छ नि त त्यही भएर पुन्टे अल्छी गरिरहेको छ कहिले झर्नु जस्तै गरिरहेको छ है अब चाहिँ हामी आइपुग्न लाग्यो भनेर फकाइरहेको छु म चाहिँ त्यहाँबाट अब आइपुग्न लागेँ फाइनली आइपुग्यो है त हामी चाहिँ पार्किङ पछाडि छ कि आइपुगे ओके